हाई गाइज वेलकम टु माई युट्युब ब्लग। अनि म चाहिँ आज पशुपतिमा आएको छु अनि तपाईँहरूलाई आज आरती देखाउँछु ल कस्तो कस्तो हुँदो रहेछ। म नि आज मेरो फर्स्ट टाइम हो, अरू दिन म अरू यत्रो वर्ष भइसक्यो काठमाडौँ बसेको, अहिलेसम्म यहाँ पशुपति आएको थिएन। आज चाहिँ आरती हेर्यो भनेर यसो आएको। अनि त्यसपछि जिन्दगीमा फर्स्ट टाइम हो आज आरती। अनि यहाँ चाहिँ के हुँदैछ म तपाईँहरूलाई देखाउँछु। हाम्रो ग्याङहरू चाहिँ यहाँ है, अब कति धेरै मान्छेहरू बा। अनि त्यसपछि हामी चाहिँ हिँडिरहेको भर्खर आएको ल गाइजहरू। हामी चाहिँ हिँड्दैछौँ बाटोमा। आज यहाँ कति धेरै भिड छ तपाईँहरूले देख्न सक्नुहुन्छ। हामी चाहिँ यहाँ छु ल। अहिले पछि म तपाईँहरूलाई त्यहाँ गइसकेपछि देखाउँछु ल गाइजहरू। हाम्रो रवि त मेरो चाहिँ त्यहाँ कुममा पनि आउँदैन क्या। मेरो साथीहरू त्यस्ता त्यस्ता खान्, आफू चाहिँ यहाँ खम्बा जस्तो गाह्रो हो। अब अरू आफूलाई भने यस्तो गरेर देखाउनुपर्छ, उसलाई भन्ने हेर्नु त गाइजहरू गाह्रो छ। हाम्रो पशुपति हामीले इन्ट्री हालिसक्यौँ साथीहरू। सबसे स्याडेस्ट पार्ट चाहिँ यो मान्छेहरू चलाइरहेको देख्दाखेरि चाहिँ हल्का नराम्रो लाग्छ। अरू भनेको धर्म गर्न आउने ठाउँ हो, राम्रै छ। गाइजहरू हाम्रो साइड चलाएर पशुपतिको जाँदैछौँ। गाइजहरू हेर कति धेरै भिड आज। यतातिर नि लास्टै मान्छेहरू धेरै हुनुहुँदो रहेछ। यहाँ पनि हेर त आज मैले आरती हेर्न नपाउनु जस्तो गाइजहरू। त्यहाँबाट हेर्न सजिलो हुन्थ्यो। गाइजहरू हामी त हिँडै भयौँ। ठाउँ त यस्तो प्याक छ लु हेर्नु त, कहीँबाट देख्ने ठाउँ होइन। मान्छे हेर्नु न कति धेरै हो। मामा हो माको ठुलो लास्टै धेरै प्याक भयो त हौ। आज त बस्ने ठाउँै छैन। अब हामी कसरी हेर्नु? गाइजहरू अझै यहाँ पनि मान्छे हुनुहुन्छ। अब यताबाट चाहिँ झर्ने ठाउँ हामीले पाउँछौँ जस्तो लागिराख्यो। यहाँ चाहिँ हल्का अलिक कम्ती रहेछ। गाइजहरू पहिलोचोटि आइयो है आरती हेर्नलाई। आरती रेडी हुँदैछ। यहाँ 4 बजी आएर बसौँ भनेको, अगाडि जय गरौँ भनेको, तर नपाइने भयो साथीहरू। हामी यहाँ लास्टमा बसिरहेको भुइँमा। गाइजहरू मलाई अल्छी लागिसक्यो, यहाँ स्टार्टै हुँदैन। धन्न अल्छी लाग्छ उसलाई, हामीलाई अल्छी लागेन। त्यही भएर गफ हालेर बसिरहेको। त्यही भएर म आरती हेरेर आएको। आरती नै स्टार्ट हुँदैन अहिलेसम्म। त्यही भएर साथीहरू अलिक ठुलो बोली आएन। यहाँ मान्छेले सुन्छ। यस्तो बजार कसरी म ट्याप्प टिफिन छोपेर भाग्यो के गर्नु छ क्या त। यस्तो भिडमा भाग्नै सक्दैन। म ट्याप्पै समातेर
जगदीश हरे
बिहानको 8 बजिसक्यो तर मान्छेहरूको यहाँ भिडभाड हुँदैछ हामी चाहिँ अब जान लागेको सबै फोनहरू भ्याइ तिनी भइसक्यो हिँडेको हनुमानजी उहाँ हुनुहुन्छ हमारा हनुमान जी है गुडनेस 3-4वटा एम्बुलेन्स आएर बसिरहेको मान्छेहरू गर्नु गाह्रो छ हनुमान जी कि जय भन न उनीहरूलाई भ्लगमा निकालेन भनेर यहाँ दिमाग खराब गरेन अघिदेखि मलाई अनि यहाँ चाहिँ यस्तो धेरै गाडीहरू आइरहेको छ ल मान्छेहरू बोकेर तर कति दिनपछि मैले आज फर्स्ट टाइम आएको तर एकदम धेरै उयोहरू आएको मान्छेहरू लिएर आएको सबभन्दा स्याडेस्ट पार्ट चाहिँ यही हो यहाँ उसको चाहिँ त्यही हो साथीहरू स्टेट्यु के छ साथीहरू हाम्रो उसको परिसरहरू चाहिँ हामी चाहिँ बाटो बाटो हिँड्दैछौँ हामीले चाहिँ आरती पनि सकाएर हामी चाहिँ निस्केर यता बाटोसम्म आइपुगिसक्यौँ अनि त्यसपछि आज हामी चाहिँ अब घर जाँदैछौँ अब अहिले एकछिनमा चाहिँ हामी घर गएपछि चाहिँ एकछिन हामी देखाउँछौँ यता सबै गाइजहरू म चाहिँ रुम आइसकेँ आजको लागि चाहिँ यति नै छ बाई बाई इन्जोय गर्नुहोला